हेलो साथीहरू, आज चाहिँ हामी चाहिँ होइन कालीकोट तिलागुफा नगरपालिका वडा नम्बर 5 खल्लाको चाहिँ आज चाहिँ हामी छाइघाटको खोलामातिर लालीगुराँस पाउँछन् भनेर चाहिँ हाम्रो बहिनीले भनेकी छिन् र आज लालीगुराँस पाउँछ, दादा खानुपर्छ, खाना जाम र फोटो खिच्नुपर्छ भनेर चाहिँ बहिनीले ल्याएकी छन्। यता बहिनी यहाँ कतातिर छन् लालीगुराँस कहाँ छन् त्यहीँ लिने है। यो एकदम राम्रो ठाउँमा, खाना मिल्ने ठाउँमा कस्तो छ। अब हामी सिधै लालीगुराँस भएको ठाउँमा जानेछौँ। ल भेटियो त बहिनी, कता छ? ल हामी चाहिँ जाँदैछौँ। सानो भर्खर सानो बोर्डमा चाहिँ भेटेछौँ। यसलाई के भन्छ अरे? के भन्छ? के गर्छन् हेर? हजुर कस्तो हुन्छ यो? यता त्यता ल यसलाई भन्छ लालीगुराँस। सबैलाई थाहा होला, हाम्रो राष्ट्रिय फुल पनि हो। हाम्रो चाहिँ लालीगुराँस भनेर चाहिँ नाम छ। आज हाम्रो चाहिँ बहिनीसँग चाहिँ शिविर कार्यक्रम भइरहेको छ। आज बहिनीले के खुवाउँछन्, के देखाउँछन् सबै हेर्नेछौँ। खासमा आज हामी बार्खा हेर्न आएको छौँ। बार्खा चाहिँ कहाँ छन् थाहा छैन। बहिनी चाहिँ गोरु हेर्न आएको थियौँ, म चाहिँ बार्खा हेर्न। अब चाहिँ लालीगुराँस, लालीगुराँस फुल्न त फुलेछ, तर भिरमा फुलेछ। कति राम्रो, पुरै रातै छ, देखिन्न अलिकति। बहिनी हेर्दैछन् कताबाट कता गएर खाँदा राम्रो होला भनेर हेर्दैछन्, सोच्दैछौँ। मलाई बहुत बाँठी छिन्, हिँड्न पनि एकदम तगडा। म त हिँडिनै नसक्ने भइसकेको छु। फुल फुलेर पहेँलै भयो भने जस्तै हाम्रो लालीगुराँस फुलेर चाहिँ वनभरि रातै भएको छ। हेर्न सक्नुहुन्छ तपाईँहरू सबैले। एकदमै 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 यो चाहिँ सिमेला जाने बाटोमा चाहिँ रहेका छन्।